हेलो एभ्रिवान, आज म बनाउँदैछु यो किटुवाला पफ हेयरब्यान्ड। यो बनाउन चाहिँ एकदम इजी रहेको छ। यसको लागि येलो कलरको धागो, व्हाइट कलरको धागो, सिजर हो र सियो लिँदैछु। अब ढिलो नगरी भिडियोलाई स्टार्ट गरौँ है। अब हामीले यसरी येलो कलरको धागो लिने र क्रस गरेर म्याजिक रिङ बनाउनु पर्ने हुन्छ। र अब हामीले यहाँ 1 चेन बनाउने। त्यसपछि अब हामीले यहाँ सिंगल क्रोसे 6 सिंगल क्रोसे चाहिँ बनाउनु पर्ने हुन्छ है त। अब हामीले यहाँ फर्स्ट चेनमा चाहिँ स्लिप स्टिच गर्नुपर्ने हुन्छ है त। त्यसपछि अब हामीले यहाँ 1 चेन बनाउने र यसलाई कट गरिदिने। अब व्हाइट कलरको धागो लिनुपर्ने हुन्छ र हामीले यहाँ यसमा व्हाइट कलरको धागो चाहिँ एट्याच गर्नुपर्ने हुन्छ है त, जोइन गर्ने र 1 चेन बनाउने। अब हामीले 2 चेन बनाउनु पर्ने हुन्छ। त्यसपछि हामीले अब यो फर्स्ट चेनमा चाहिँ 6 टाइम चाहिँ लुप बनाउनु पर्ने हुन्छ है त। यो फर्स्ट चेनमा त्यसरी हामीले 6 टाइम लुप बनाउँदै जानुपर्ने हुन्छ है त, फर्स्ट चेनमा मात्रै। अब हामीले पुरा यो राउन्डमा चाहिँ यसरी छिराएर 2 चेन बनाउनु पर्ने हुन्छ र त्यसपछि हामीले यो फर्स्ट चेनमा नै स्टिच गर्नुपर्ने हुन्छ है त। अब हामीले फेरि 2 चेन बनाउने र फेरि त्यही नेक्स्ट चेनमा चाहिँ हामीले सेम प्रोसेसबाट हैन 6 टाइम चाहिँ लुप बनाउनु पर्ने हुन्छ र यसरी नै हामीले अब 5 टाइम चाहिँ यसरी 5 वटा पार्ट चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। अब हामीले यसरी स्टिच गरेर 1 चेन बनाउने र यसलाई कट गरिदिने। यसरी हामीले इजी तरिकाले बनाउन सकिन्छ हैन। अब यसरी नै हामीले नयाँ एउटा फ्लावर बनाउनु पर्ने हुन्छ। मैले चाहिँ बनाइसकेँ, हजुरहरूले पनि बनाउनु होला। अब चाहिँ हामीले यसरी सबै फ्लावरलाई चाहिँ जोइन गर्दै लाउनु पर्ने हुन्छ है त।
अब यसरी नै हरेक फ्लावर चाहिँ जोइन गर्दै लानु होला। मैले चाहिँ यसरी फ्लावरहरू सबै जोइन गरिसकेँ। अब हामीले यहाँ यसमा चाहिँ हामीले यो अब चेन बनाउनको लागि चाहिँ हामीले यहाँ यो धागोलाई चाहिँ अट्याच गर्नुपर्ने हुन्छ। यसरी अट्याच गरिसकेपछि अब हामीले यहाँ 57 चाहिँ चेन बनाउँदै जानुपर्ने हुन्छ है त साथीहरू। अब हामीले यहाँ 2 चेन बनाउने र हामीले यहाँ डबल क्रोशे चाहिँ 2 चेनमा चाहिँ 2 चेन स्किप गरेर डबल चेन चाहिँ बनाउनु पर्ने हुन्छ यसरी। त्यसपछि हामीले यहाँ फेरि 3 चेन बनाउने र हामीले फेरि यही चेनमा चाहिँ स्टिच गर्नुपर्ने हुन्छ। यसरी नै हामीले फेरि 4 पार्टसम्म बनाउनु पर्ने हुन्छ। यसरी स्टिच गरेर 1 चेन बनाएर कट गरिदिने। यसरी हामीले इजी तरिकाले पप फ्लावर हेयरबिन बनाउन सकिन्छ। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। बाई बाई साथीहरू।